खाली ल फाइनली हामीहरू मुस्ताङ आइपुग्यौँ। यो चाहिँ खन्ती भन्ने ठाउँ हो मुस्ताङको। अब हामी केही दिनको लागि यहीँ बस्दैछौँ। उता चाहिँ नौरीकोट होइन, उता माथि। अब अहिले चाहिँ हामी यो पुल हेर्न जान थालेको। नौरीकोट ए यहाँ यहाँ आउनुपर्छ नि तपाईँलाई। यहाँ चावल स्याउल थियो कि पहिला बाली रोटीको त्यो स्याउले हामीलाई पाल्यो भने हुन्छ। तलबाट त्यो ढाक्नेहरू चिनी लिएर आउँथ्यो। अरूको स्याउले आमा त पनि चिनी राख्ने स्याउ राख्ने त्यो राख्ने बिन्दी यहीँ खिच्नु भयो नि। यहाँ सब बिरुली स्याउ थियो नि, छिटो खोलेछ। ल खै म जान्छु अगाडि। बाल जान्दैन होइन, मैले यहाँ अगाडि खिच्नु पऱ्यो। ल मैले खिचेछु है। ल ल खिचेँ मैले। ल ल आउनु। आज देखिएन है। बिहान देखिन्छ। बिहान आज के भयो? आज अलि बाटो आज बाटो अब यहाँ हामीले माथि लाइटिङ हाल्दैछ फेरि। ए यता माथि माथि ए त्यो लाइटिङ हाल्दैछ खन्ती जस्तो। लाइटिङमा बस इल्युमिनेसन हाल्दैछ। ल ओके ओके ल जानु। ठुलो राहत भयो नि त।
त्यो भएको कबड्डी के भनेको ए त्यहाँ हो त्यो मैले त यो बाटोलाई भनिसकेँ भनेर हामी त्यहाँ गथ्यौँ नि बिन्ती सबै पानी ए त्यही त यो छुट्यो भने कस्तो फोर्स हुन्छ त्यस्तै गरेर बिचमा पोइन्ट बनाएर के एउटा सौर जाने एउटा आउने एउटा उता जाने त्यसो बनाइदियो भयो लाग्दैन क्या बिचमा सेन्टर बनायो यो भनेको मिची भनेको यो अमिलो बनाउने के हो उताबाट आयो त्यो पुलको यो पुल हिँड्नुमा पुल राख्छ नि पुलको लागि होइन यो काठहरू त यहाँ अहिले पुल हाल्छ नि हिँड्नुमा त्यस्तो हो यो हाम्रो अब बाटो बाजेहरू यहाँ हुन्छ नि हुर्केको त्यही त पहिला उहिले चाहिँ यो खोला उता च्याप्थ्यो यता पर फाँड्थ्यो चिलेको रुख थियो क्या ठुलो त्यहाँ चिलेको रुख अनि उछ्याउ थियो त्यो अहिले चाहिँ ढुकिसक्यो भएको छ कि मैले अब हामीलाई अब हामी त हिँड्नुमा त यही बाटो हिँड्यो यसको चाहिँ चिया खाँदो रहेछ क्या कोही काठको पाँचलाको छेउ एकदम राम्रो हुनेछ क्या पहिला काटेर सुकाएर चिया बनाएर चिया उयो च्याउको चिया खानु यहाँ च्याउ हेर्नु त होइन त काठमा ऊ गयो जो भन ल यो हालिदिन्छ है गर्छ अनि ताउलोमा पकाएर एकदम उमाल्छ वैज्ञानिक भाषामा सिपाक यहाँ गर्नु न बरु ल काका गीत अघि होइन अघि गीत गर न त्यही सुर्ती ल रेडी ल अनि ल कोबाङ लार्जुङमा यो नयाँ पुल बनेछ यस्तो दामी बनेछ पुल है यस्तो मजाको पुल चाहिँ यता नौरीकोट कबड्डीको सुटिङ भएको ठाउँ गाउँ कोबाङ लार्जुङ भयो यता खन्ती गाउँ अनि यो खोला चाहिँ कालीगण्डकी हो अनि यो चाहिँ खन्ती गाउँ हो हामी अहिले बसिराखेको घर चाहिँ त्यो निलो छ नि त्यो निलो यो हो अनि यो माथिको सेतोवाला चाहिँ नर्स्याङ गुम्बा हो अनि हामीहरूको कुल पूजा हुने ठाउँ यही हो अनि हामीहरूको पितृहरूको अस्तु चाहिँ सबै बाटो हिँडेर गएर त्यहाँबाट त्यहाँ चढेर त्यहाँ हाम्रो अस्तुहरू सबैको त्यहाँ राखिन्छ अब यता चाहिँ हाम्रो भोलिबाट कुल पूजा सुरु हुन्छ त्यसैको लागि यो प्रिपरेसन भइरहेको छ
ढुङ्गो खोपेको हाम्रो 43 भाइ हाम्रो 44 पुस्ता नरजुवाको पुस्ता हाम्रो 44 पुस्तादेखि यति खिच्छु एउटा किताब हुन्छ त्यो किताब चाहिँ अहिले छुलिमले माथि नरजुवालाई पूजा गर्छ हो र उनीहरू त नरजुवाको होइन नरजुवाको किताब त अर्कै छ नरजुवाको गर्ने किताब अर्कै छ उसले त्यसलाई सिको भन्छ सिको भनेको सिको भनेको सिरियल आयो त्यही हो साल म त 19 सालको त मै जन्मेको म बल्ल जन्मेको त 16 साल कसरी आइदियो भिन्ती वहाँ पुगेर चिठी पुगिरहेछ सञ्जय काकाले हो उसले हो सञ्जय काकाले बिन्दिले चिठी पुगेछ उपाय पुग्यो कि पुग्ने कि सासा भयो ऊ कति बिहान उहाँ पुग्यो फेरि फर्क्यो ऊ हेर्दा ऊ यस्तो यस्तोमा कति बेला लिन्छु है पानी हिजो नि गयो है बिहान पनि त गएर आएको नि कति मजाले सर्ट झरेको छोटो बाटो हिँड्छ नि त्यो फुल त बगरले गर्दा उसले कभर भएर नदेखेको दिनभरि पूजा गरे पनि भाइको कालो ढोकाको ढुङ्गाको बहुत ठुलो भूमिका छ कुन काल ढुङ्गा वा खै ए होइन र यो चाहिँ खन्ती गाउँभन्दा माथि नर्साङ गुम्बाभन्दा नि माथि हामी जाँदैछौँ हाम्रो पितृहरूको सबै वस्तुहरू राख्ने ठाउँ त माथि हो ऊ त्यो सेतो देख्नुभएको छ नि त्यहाँ हो त्यहाँ एकदम डरलाग्दो ठाउँ छ त्यो डिल छ त्यहाँ जाने अब हामी हिँड्दै जङ्गल बाटो हुँदै त्यता जाने हो अरूहरू माथि गइसक्यो यस्तो मजाको झर्ना छ यता बाटो चाहिँ यस्तै हो है यो बाटो पनि हिजो बनाएको कोही पनि हिँड्दैन यो बाटो हामी मात्रै हिँड्ने हो कहिलेकाहीँ मात्र आइन्छ त्यही भएर हिजो मान्छे लगाएर यो बाटो हिँड्ने जति बनाएर यसरी गरिदिएको छ त्यो भएर सबै झाडी छ हजुर स्याउको रुख सबै टिपिसकेको छ स्याउ नो वाटर ऊ त्यो पारिको चाहिँ नौरीकोट मुटु नै ढुकढुक भयो त्यो कुना बोलीसम्म अलिअलि त्यहाँबाट उता झ्याप्प पत्ता हुन्छ लाउनु अब सचिन पछाडि कोही हुनुहुन्न भित्तामा अरेस्ट लाउँदै आउनु बाटो यही हो डेन्जर छ बाटो अब त्यहाँ पुग्न त हामी पूजा भइरहेछ लाउनु क्या के
ल आउनु आउनु मम्मी यता हेर्नु त ल यता बस्नु आऊ सबजना पुनामा लाइन परेर बस्छ यता आउनु मम्मी यता यता छ भन्नु यता तपाईँको हात यता राख्नु न भुइँमा नजिक हुन्छ भनेर होला नि त्यो के अरे कबड्डी फिल्ममा थियो कि टिटी गाउँ गएको खुब राम्रो थियो क्या त्यो सिन टिटी गाउँ जानलाई त यहाँबाट गाडीमा त्यो बिचमा झोलुङ्गे पुल छ नि त्यहाँ झर्ने त्यहाँबाट हिँडेर जाने ल अब जाम ल हजुर ए ल चप्पल कहाँ राख्नु भएछ र ए यहाँ रहेछ नि ल अब फर्किनु भयो ल जाम जानु ल अब चाहिँ पूजा सक्यो फर्किने बेला भयो हिँड्नु त हिँड्नेहरू ल फेरि ल ओटे कुकुर नर्साङ गुम्बा पहिला भन्नु पर्यो
परिवारको सबैको नाममा एक एकवटा हिसाबले गर्ने त नन कताबाट आएको यहाँ बिन्ती नन सचिन लिनु दाँत झर्ला फेरि प्रो मैक्स ल Yeah, the Pro Max second noob. He's also noob. Right? ल नुब भनेको उसलाई अब रिस उठेछ ल अब चाहिँ देखाउँछ है चमत्कार ऊ ल म त अलि के सोचेँ हो छोरीले पनि भयो बसेन 62 बल्ल के गर्नु
बोला भन्ने होइन नि त्यो त आफै बुझेर आउने हो के तपाईँले फोन मगानीहरू कि मगानीहरू त सम्म म तपाईँ बुझेँ नि त होइन मैले अरूले भन्नुमा मैले हेलो मैले हिजो त ड्युटी लगाइदिएको हो नि त 3-3 जना बस्ने गरेको राम्रो हुन्थ्यो कामले काम सिकाउनु त हो नि होइन श्रवण पोहोर साल पनि मैले ड्युटी लगाइदिएको थिएँ तपाईँ नआउनु भने त्यतिखेर 2जना बस्नुपर्छ अबदेखि अब 3 वर्ष त हामी आउँदैन कोही पनि भेट्दैनौँ बल्ल घाँटीमा गिरी लाग्छ क्या एउटा बोलेको शब्द र उसले 10वटा शब्द बोलेकोमा हामी अझ माथि हुन्छ त्यो किसिमको टिचरलाई यता हेर दसैँ मनाएर आएको ह्याप्पी दसैँ कति मजा लाएर हिँडेको ल है काका ल भगवानले तानेर ल्याएको यहाँ दाइ ल दाइ पनि ल भनेको पुण्य आयो 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 मलाई के माइती राजाहरु एकदम भनेको पुण्य हालेर आयो
खै फोटो जम्मै तिमी ट्विन्स छौ दुईजना ए ओहो दामी छ त स्टाइल ल छोरी फोटो बनायो छैन भन्ने यो लेकिन छिटो बाबा खिच्दिन छिटो खिच्दिन न बोलाएन आन्टीलाई लगाउने रे म त यहाँ लुआएर यति सफा लास्ट ल नानु सबभन्दा सानो मान्छे
फलामको त्यो हो त्यो ठिक होला खुकुर ल अब हामी जान्छौँ है त Now we will meet in Pokhara to take tika. म उस लिएर आउँछु है Tika Jamara. टिफिन लिएर आउँछु Us. Okay. Bye bye. Have a safe journey.